मिडिया पोस्टर च्यालेन्ज वान अफ मेम्बर म्यामले हामीले 6वटा मेम्बरको 6वटा ग्रुप बनाएर छोडा छ उसमा एकजना ऊ हो अरू आउँदैछ अहिले चाहिँ इन्ट्रोड्युस गर्छु अरूलाई सी सम्झना एनदर मेम्बर हेलो दिव्या कटुवाल अरू मेम्बर आउँदैछ लास्ट एक्साइटेड छौँ कुन पिरियड हुन्छ थाहा छैन मेबी टुक सरको र अब इन्टरभल पछि नै होला म्याम इन्टरभल पछि आउनुहुन्छ मेम्बर दिव्या पन्थी हाई बना माया पनि हुनुहुन्छ अरे माया चार्ट पेपर ल्याइदिन्छु कि नै ल ल थ्याङ्क यू बाई बाई सी यू इन कम्पिटिसन दुईटा ग्रुप छ यहाँ के भन्छ नि सरले वी आर डुइङ भाइ यस्तो बनाउँदै साथीहरू सबैले उठाएर तिमी के गर्छ के गर्छ ल ल ल बस 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 बसौँ न पुरा यहाँ यहाँ सबले टेबल आएर कब्जा गरेर मैले टेबल पाएन यहाँ मलाई न्याय चाहियो यहाँ म्यामलाई भन्नु सलिनाको टिम खै सलिना ओ सलिना तिम्रो टिम खै ए हामी तल जाने रे भाइ एउटा अर्को ग्रुप हो है यता अर्को ग्रुप छ यहाँ हाम्रो ग्रुप छ यहाँ अझै अर्को ग्रुप छ यता पनि अर्को ग्रुप छ सबै आर्टिस्ट होइन खतरा खालको आर्टिस्ट झन्डा अहिले बनाउँछु नि मैले झन्डा त सजिलै हुन्छ नि लल्लु तिमीले के गर्दै हो यस्तो सबै काटिराखौ त ठिक छ ल छिटो छिटो बनाऊ अहिले टाइम पुग्दैन ल ल क्यामेराम्यान तिमीले के गरिराखौ दामी ल सुहानी तिमीले गरे जस्तो गरेको हो र ठिक छ ल निशान पुरा तयार हुँदैछ नि यहाँ ओए तिमीले कपमा किन गरेको त्यहाँ चार्ट पेपर नगरेर ए ल ल ल खोज न तिमीमा
हेलो गाइजहरू, सबैजना नै हात बनाउने स्ट्रगल गरिरहेछन् अनि मैले गराएको हात हात्ती पाइला रोग लागेको थियो। यसलाई चाहिँ हात्ती पाइला रोग लागेको थियो। सेड बाई विनेश श्रेष्ठ है। मैले अरू ग्रुपबाट पनि सुनेको हात बनाऊ भनेर सबैजना हात बनाउने स्ट्रगल गरिरहेछन् गाइजहरू। यहाँको चाहिँ भए चाहिँ हात गाइजहरू। यता फेरि भुइँ ग्रुपहरू छन्। आर्टको आर्टिस्ट निकै समयको पाबन्दी रहेको छ। अब 15 मिनट मात्र बाँकी। कस्तो दामी बनाएको त। तलु बनाएर भइयो अलमोस्ट भइयो। ल दामी। The theme is the double edged sword of media. मिडियाले एकदम गरिरहेछ। तपाईँ हाम्रो राम्रो पनि देख्न सकिन्छ भने मोस्टली मिडियालाई चाहिँ हाम्रो मनीले कन्ट्रोल भइरहेछ। बिग फेसेसले कन्ट्रोल यो गरिरहेछ। चाहिँ भोलि भनौँला। अत्याधिक बिग्री सेवन गर्न गइसक्यो। मेरा नाम मुकेश है। वी ग्रुप ए एक्सपेक्टेसन चल्दैछ लास्टमा राम्रो फल आउने। यो चाहिँ भ्लगरको ग्रुप हो। यो के हो यो त्यही दाइ यो वाला यो ठुलो दाइ। बाँकी सब मिडियाहरू डेडिकेसन गाइजहरू डेडिकेसन। कहीँ ठाउँ नपाएर टेबलमा बसेको छु। हेलो, आज हामी सल्नाको घर आएको छौँ मोमो पार्टीको लागि। गाइज अस्मिताले आफ्नो फेस देखायो भने मेरो भिडियोलाई रिपोर्ट हानिदिन्छ गएर प्लिज इग्नोर हर आयो भने है। खास हाम्रो प्लान चाहिँ ड्राई पिकनिक जानेको थियो, तर यस्तो गरिबमा को जान्छ, यस्तो घाममा को जान्छ, त्यही भएर त क्यान्सल गरेर हामी सल्नाको घर फाइनली मोमो पार्टीको लागि आएको हो। लास्टै हो है, यस्तो बेइज्जत गर्नु पाइन्न मेरो। गाइजहरू मेलिनाले सोलो आफ्नो गराउँदैछ। केही होइन, यति पनिर मात्र पिसेर हालेको है, अरू केही होइन। होइन राति छि पनिर मात्र पिसेर हालेको, अरू सबै आन्टीले पिसेर हालेको यो हेर्नु, यो भर्खर मैले पिसेर आएको होइन गाइजहरू। उनी खेल्दै बस्छ अहिले। ए म आउँदाखेरि को हुनु खेल्यो त्यो? त्यसले काम छैन नि त, अहिले काम पाइहाल्यो। आज हामीलाई केही काम गर्नु परेको छैन, सबै आन्टीले गरिदिनु भएको छ। म चाहिँ 2 पिरियड पढेर आएको, अन्त गाना नि गाएर आएको गरेँ। इग्नोर के गरिरहेको भएको छ मेलिनाज्यूले? मलाई मेरो भेजको लागि मैदा गुन भनेको छ मलाई यहाँ छुट्टै। सानो सानो हातले के भन्छ दिस इज युन्साको तरिका। भिडियो अगाडि आएको त हात काम्यो। यस्तो गर्दैन।
मात्रै नदेखाऊ रे बेलेको मात्रै देखाएको छ यता भेज भइसकेपछि पुरै कुरा पाउँछ त्यही पनि चिकन पाक्दैछ यहाँ फर्स्ट सिट हुँदैछ मैले भर्खरै पर्चेस गरेको यहाँ एउटा किरिङ है त्यो देखाउनै पाइनँ भाइ लभ किप्सीबाट सब फ्रम लभ किप्सी अरू पनि अप्सन छ है हस् ओके रेडी टु सर्भ ल यसको पनिर मोमो ल्याउनु पर्छ क्या Happy Mother's Day, Mommy. Daddy ni chatta भएर Okay, thank you. Lina यता ड्याडीले भर्खरै नयाँ किनेर आउनु भएको तारिफ गर्दै हुनुहुन्छ मेरो कान्छीले ल्याइदिएको सरप्राइज गिफ्ट थ्याङ्क यू कान्छी हो यति राम्रो केक